परदेश आएर एउटा कुरा चाहिँ थाहा भयो कि होइन, जबसम्म आफ्नो जेबमा पैसा छ तबसम्म दाजुभाइ इष्ट मित्र साथी सङ्गी सबै छन् कि होइन। जब आफ्नो जेबमा पैसा छैन नि, आफ्नै आमाको कोखबाट जन्मेको दाइले पनि साथ छोड्दो रहेछ कि होइन। जब मेरो नराम्रो टाइम सुरु भयो होइन, जब मेरो नोकरीहरू टुट्दै गयो, जब मेरो जेबमा फुटे कौडी छैन, तब आफ्नो दाइहरूले पनि विश्वास गर्न छोड्ने रहेछ कि होइन। अब अहिले मसँग होइन ढङ्गको नोकरी पनि छैन, मैले नोकरी छोडेर आएको होइन, तर मेरो दाइले बुझेन कि होइन मसँग पैसा छैन भनेर। अब म घर जानु होइन मेरो बाध्यता हो, मेरो परिस्थिति हो, किनकि मेरो मङ्सिरमा पूजा छ, त्यस कारणले म घर जान खोजेको। तर मेरो दाइको मनमा के छ कि मैले घर गएर बिहा गर्ने होइन, यस्तै यस्तै एन्टेन मनमा छ होइन, कसैले कान भरिदिया छ होइन, त्यो मलाई बुझ्छु होइन। र यति कुरा चाहिँ मेरो दाइले पनि बुझ्नु पर्ने हो कि भाइको नोकरी छैन होइन, काम छोडेको उसले। जबकि मैले सबै कुरा मेरो दाइलाई मैले भनेको थिएँ स्पष्ट रूपमा कि मेरो नोकरी छैन, मैले काम छोडेको, मैले काम राम्रो नभएर छोडेको, पैसा नभएर छोडेको, नयाँ काममा लाग्छु। तब पनि दाइले के भन्छ कि त्योसँग त अब पैसा छैन भन्छ, कहाँ राखेछ पैसा, के गरेछ पैसा, पैसा कहाँ राखेछ होइन, त्यो मलाई राम्रोसँग थाहा छैन होइन, कुन पैसा कहाँ छ के छ होइन। जब आफू दिन होइन नराम्रो टाइमहरू चल्छ, नराम्रो दिनहरू सुरु हुन्छ, तब सबैले यस्तै भन्छ कि होइन। अब भन्ने हो भने त अब दाइले सबै कुरा बुझ्ने हो होइन, भाइको मनोटहरू बुझ्ने हो। चलो भाइले देशमा एक दुई शब्द केही भनेछ भने पनि अब मेरो भाइले भनेर माफ गरिदिएँ। तर मेरो दाइ मैले सोचेको भन्दा पनि धेरै खतरा निक्ले यार। वेल डन, बेस्ट अफ लक दाइ, धेरै धेरै खुसी छु होइन। मैले कुनै कुरामा मन दुखाएको भए मलाई माफ गरिदिनु, एन्ड फोन पनि गर्दिनँ, म्यासेज पनि गर्दिनँ होइन, याद त गर्छु होइन, आफ्नो याद चाहिँ सधैँ गरिरहेको छु, तर फोन भने गर्दिनँ।